हेलो एन्ड नमस्ते सबैजना सन्चै हुनुहुन्छ। आज पनि म आइसकेको छु तपाईँहरूको माझमा। म चाहिँ आज के भन्न आएको हो नि, तपाईँहरू म जापानमा बसेर पकाएको चाहिँ गुड मर्निङ। अनि म चाहिँ के भन्न चाहन्छु भने, तपाईँ क्योतोमा बसेर, क्योतोमा होइन जापानमा बसेर चाहिँ कपाल काट्न चाहनुहुन्छ भने जापानमा सस्तो ठाउँहरू पनि हुन्छ अनि महँगो ठाउँहरू पनि हुन्छ। म चाहिँ आज सधैँ सस्तो ठाउँमा गइरहेको हुन्थेँ। 1350 समथिङमा चाहिँ तपाईँको मेसिनले मात्रै काटिदिन्छ, त्यसमा जिरो हुँदैन है, जिरोमा काट्दैन। अनि मैले आज जान लागेको ठाउँमा चाहिँ अलिकति राम्रो काटिदिन्छ, त्यहाँ चाहिँ 1850 लेख्छ, तर एकदम राम्रो काटिदिन्छ भन्ने सुनेको थिएँ, त्यसैले म जाँदैछु। तपाईँहरू पनि क्योतोमा हुनुहुन्छ भने चाहिँ एवन मलमा चाहिँ 1350मा 2 फ्लोरमा छ, 1350मा काटिदिन्छ। त्यहाँ गएर तपाईँहरू काट्न सक्नुहुन्छ। एकदम अलि लाइन चाहिँ बस्नुपर्छ होइन, तर 1350 भनेको नट अलिकति एक्सपेन्सिभ। अनि अलिकति राम्रो काट्छु भन्नुहुन्छ भने चाहिँ 1850 चाहिँ बेस्ट है, एकदम मिडियम। नत्र भने त्योभन्दा महँगो अलि फेरि नबुझिकन चाहिँ त्यसै छ यो कपाल काट्ने ठाउँमा चाहिँ नजानु। मान्छेहरू ठगिरहेको पनि हुन्छन्। ठगिरहेको त के भन्नु होइन, मान्छेलाई थाहा हुँदैन अनि पसेर अनि काटेर अनि ल 5000 भयो भन्ने टाइपको पनि भयो भन्ने अलिकति उस भएको भन्ने सुनेको थिएँ मैले। त्यही भएर तपाईँहरू कपाल काट्न जान चाहनुहुन्छ भने चाहिँ क्योतोमा चाहिँ एवन मलमा 1350 अनि म आज जान लागेको ठाउँमा चाहिँ 1850 हो है। अनि म अहिले चाहिँ मेरो कपाल कस्तो छ भने यस्तो छ है, हल्का फुली पनि रहेछ, बुढो भयो नि त। अनि अब गएर काट्छु अनि त्यसपछि आफ्टर काटिसकेपछि पनि म भिडियो बनाउँछु, हेर्नु होला। तर काटेको ठाउँमा चाहिँ भिडियो गराउन दिँदैन, मोबाइलहरू उस गर्न दिँदैन। यहाँ चाहिँ अब नेपालमा चाहिँ अब तपाईँको काटिरहेको बेलामा पनि हामीले भिडियो बनाउन पाउँछौँ भने यहाँ चाहिँ यस्तो मिल्दैन। पब्लिक प्लेसमा मान्छेहरू भिडभाड छ भने पनि भिडियो नबनाउनु, अलिकति रिसाउँछ नि यहाँको मान्छेहरू। अलिकति उनीहरू आफ्नो अनुहार देखाउन चाहँदैनन्। फेरि अहिलेको मान्छेले चाहिँ फेरि गुड मर्निङ भने त्यो अलिकति कोही मान्छेहरू फेरि अब अलिकति फ्रेङ्कली हुन्छ, तर सबैजना त्यस्तो हुँदैन। अरूलाई फेरि असर गर्ने गरेर भिडियो बनाउने चाहिँ नगर्नु होला, नेपालीको बेइज्जत नगर्नु फेरि। ओके ल, म अब 2 मिनटमा पुग्छु होला। पुगेर अनि म फेरि पछि भिडियो बनाउने छु। मलाई केही बोल्नै मन लागेन कि कस्तो भयो भने म कपाल काटेर झन् तपाईँहरूलाई भिडियो देखाउँछु भनेर बसेको है। लास्टमा त के भइदियो भने आज चाहिँ बन्द रहेछ क्या, सोमबार चाहिँ सधैँ बन्द हुने रहेछ। मैले चाहिँ म्यापमा लोकेसन मात्र हेरेँ, आज क्लोज भनेर चाहिँ हेरेन। पुगेर हेरेको त सोमबार चाहिँ एभ्री सोमबार बन्द हुँदो रहेछ, एभ्री मन्डे चाहिँ बन्द हुँदो रहेछ। म जान मात्रै भयो। आजलाई चाहिँ मैले कपाल काटिनँ। भोलि म त्यही ठाउँमा जान्छु। म अर्को ठाउँमा पनि जान सक्थेँ, तर म भोलि चाहिँ त्यही ठाउँमा जान्छु। भोलि त्यही ठाउँमा गएर म काटेर भिडियो बनाउँछु। काटिसकेपछि आजलाई चाहिँ मैले तपाईँहरूलाई कपाल काटेर देखाउन सकिनँ, तर पनि तपाईँहरूले मैले भने जस्तै सस्तोमा काट्न चाहनुहुन्छ भने सस्तो ठाउँहरू पनि हुन्छ, खोज्नुहोस्। खोजेर काट्न सक्नुहुन्छ। र नेपालबाट साथीहरूले कैँचीहरू ल्याउनु भएको छ या मेसिन चाहिँ यहीँ किन्न पनि पाउँछ, छ भने चाहिँ साथीहरू मिलेर काट्नु हो भने चाहिँ एकदम बेस्ट हुन्छ। साथीसँग घरमै बसेर काट्दा पनि हुन्छ। मेरो साथीहरूलाई चाहिँ कपाल काट्न आउँदैन, त्यसैले म कपाल काट्न चाहिँ बाहिर जानुपर्ने हुन्छ। तपाईँहरूको यदि साथी छ भने चाहिँ साथीहरूसँग काट्नु है। पैसा सेभिङ हो नि त, हामी कमाउन आएको पैसा सेभिङ गर्नुपर्ने हुन्छ होइन त गाइस। ल म अब रुम पनि जाँदैछु। भएन सोचे जस्तो केही हुँदैन, के कस्तो झन् कपाल काटेर खतरा भइदिउँला भनेको भएन। के छैन, भोलि झन् राम्रोसँग काट्छु, राम्रो घट्छु अन्त। अहिले एलिभेटरमा छु, पुगिसकेपछि म भित्र जान्छु। अनि त्यसपछि मेरो कामहरू छ, कामहरू गर्छु। ल्याएर
मेरो दोस्त है दोस्त रुममा आइसकेँ म अब कपाल काटेको भिडियो चाहिँ कपाल काटेको भिडियो त गराउनु मिल्दैन कपाल काटिसकेपछि चाहिँ भोलि तपाईँहरूलाई देखाउँछु आजलाई चाहिँ यति नै सबैजना मस्त रहनुहोस् सब्सक्राइब गर्न नभुल्नुहोस् मैले तपाईँहरूलाई यस्तै मनोरञ्जन रमाइलो अनि जाप्नु नभएको कि तपाईँहरूलाई फाइदा हुने कुराहरू चाहिँ म देखाइरहनेछु स्टे ट्युन स्टे ह्याप्पी बाई